येले कदम शेर्पालिसे हरिराम जोशी संस्कृति शेर्पा लहलागुदु जोशी रिसर्च सेन्टर या गोसाले सोमबार येले पूर्व मन्त्री ऋद्धि बाबा प्रधान या सभापतित्व जुगु ज्याजोले निगुले शेर्पा लहलागु ख पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ थुक्सिया कदम शेर्पा नापामा महिला न्यायाधीश शारदा श्रेष्ठ महर्जन यात व हरिराम जोशी संस्कृति शेर्पा संस्कृतिविद डाक्टर नयनाथ पौडेल यात लहलान दिगु ख ज्याजोले पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ पूर्व राजदूत कालीप्रसाद पौडेल इतिहास शिरोमणि लिसे संस्कृतिविद हरिराम जोशी पूर्व मन्त्री ऋद्धि बाबा प्रधान विनोद राज शर्मा सुशील राम जोशी लगायत नवाना दिगु ख यसै संस्थालाई मेरा हृदय मित्र डाक्टर नयनाथ पौडेलले बुझेका थिए। उनले अनि हाम्रो धर्म संस्कृतिका प्राचीन रूप स्वरूपको यथार्थ ज्ञानको लागि अत्यावश्यक रहेको प्राचीन लिपि ब्राह्मी जसलाई भारतमा गुप्त लिपिको संज्ञा प्रदत्त छ। नेपालमा सोही लिपेर यहाँका व्यक्तिहरू लिच्छवी लिपि भन्ने गर्छन्। दशकौं वर्षसम्मको अध्ययन अन्वेषणको अनन्त लिच्छवी लिपि नामले एक गहनतम कृति प्रकाश गरेका छन्। मलाई विश्वास छ उक्त कृति हाम्रो धर्म संस्कृतिको धरोहरको रूपमा स्थापित हुनेछ अनि ग्रन्थकार विद्वान मण्डलीका सम्मानित व्यक्ति ज्ञानको एउटा अथाह भण्डारमा उहाँको पहुँच छ र जीवनलाई परमात्मासम्म जोड्ने एउटा निरन्तर अनन्त यात्रासम्म हेर्ने एउटा नयाँ दृष्टिकोण उहाँले दिनुभएको छ। यो वेदान्तको एउटा चेतना हो। यो चेतनालाई उहाँले कवितामा व्यक्त गर्नुभएको छ, सम्बन्धहरूमा व्यक्त गर्नुभएको छ। आजको दिनमा हामीले प्रेरणा लिनुपर्ने कुरा खास के हो भने कि हरिरामजीले आफ्नो अर्धाङ्गिनी कदम बाबा कदम केशरी उहाँ भौतिक रूपमा त हुनुहुन्न तर आध्यात्मिक रूपमा उहाँले निवेश पनि उहाँले छोड्नु भएको छैन र उहाँको प्रेरणामा उहाँको एउटा निरन्तर अन्त एउटा सम्बन्धमा रहनुहुन्छ र एउटा निरन्तर एउटा छोड्न नसकिने साथ उहाँले चाहिँ लिइरहनु भएको छ र उहाँको कृति त्यसैमा चाहिँ एउटा समर्पित भइरहेको पाएँ। यो जीवनको उपरान्त उत्तरार्धमा पनि यस किसिमको प्रेरणा लिइरहनु र सृजनशील एउटा दृष्टिकोण राखिराख्नु यो अथक प्रयास र निरन्तरको लगन सबैको लागि प्रेरणादायी छ। क्यानाडामा बस्दा अब सुशीलजी हाम्रो सबैभन्दा नजिकको छिमेकी हुनुहुन्थ्यो। त्यही कारणले एकदम उठबस बहुत राम्रो थियो। उहाँ एउटा उद्यमी मात्र नभएर समाजसेवी पनि नेपाल प्रशासन गर्ने नेपालबाट आउने मान्छेलाई सहयोग गर्ने अब काम गर्नुहुन्थ्यो। अहिले मैले हेरेँ हाम्रो हरिराम जोशीज्यू म जन्मनुभन्दा 1 वर्ष अगाडि नै उहाँले मास्टर्स गर्नुभएको छ। मै अहिले अब 60 पुगेर 61 लागेँ। उहाँले 1962मा गर्नुभएको छ, म 1963मा जन्मेँ। र उहाँको किताबहरूको सूची हेर्दाखेरि म रियली थ्रिल्ड है। अब झन्डै 3 दर्जन जति किताब लेख्नु भएको छ। सरस्वतीले उहाँलाई चाहिँ एकदम वरदानी दिनुभएको रहेछ। अब यो मैले धेरै भनिरहनु परेन यसमा। किताबहरूको सूचीमा मैले भर्खरै एउटा किताब उहाँको किताब म कहाँबाट पुगेको छ मैले पढेँ। त्यो अभिनव वैदिक कोष भन्ने एकदम रमाइलो रहेछ। म भर्खर अहिले संस्कृत पढिरहेको छु। म पनि उहाँले संस्कृतिमा गर्नुभयो, म संस्कृत पढिरहेको छु बाल्मिकी अहिले। र यसमा चाहिँ यो वेदको कुराहरूको बारेमा उहाँले सबै उपनिषद वेदको कुरा सङ्ग्रह गरेर लेख्नु भएको छ। तपाईँले पढ्नु भएको छ कि त्यो नामको पुस्तकको सम्पादक श्री बद्रीलाल श्रेष्ठजीले पुस्तकको सन्देशमा लेख्नु भएको कविता मलाई अहिले चली सम्झना आएको छ। अहिले जुन सम्मानित हुने व्यक्तित्वहरूको बारेमा उहाँले कविताको रूपमा लेख्नु भएको छ। उहाँलाई धेरै साहित्यकारहरूले जस्तै कि बालकृष्ण समज्यू, सिके चन्द्र श्रेष्ठज्यू, सत्यमोहन जोशीज्यू, बिपी कोइरालाज्यू आदिहरूबाट प्रशंसा गर्नुभएको छ र साथै भविष्यमा उज्जवल कामनाहरू समेत उहाँले गर्नुभएको छ। अथे ज्याजोले पुरस्कृत व्यक्तित्व त नापामा महिला न्यायाधीश शारदा श्रेष्ठ महर्जन व संस्कृतिविद डाक्टर नयनाथ पौडेल नवाना दिगु ख भगवानले त सबैलाई समान श्रेष्ठत्व दिएकै हो, तर हरेराम यस्तो हुनुमा आमा बुवाले सृष्टि गर्दाखेरि सबै एउटै वातावरणमा गएको भयो। तर पछि कदम भाउजूको संसर्गबाट हौसला, प्रेरणा,
जुन पाउनुभयो होला, जुन वातावरण पाउनुभयो होला, यसले त हरेराम 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 यो संस्कृति नेपालको यस्तो हरेराम यस्तो हुनुभयो कि उहाँको मलाई उहाँको लगनमा चाहिँ 50% भोजो कदमको हात थियो होला, म यही सम्झन्छु, यही लाग्छ। तर उहाँको अन्तिम कृति कदम र अनुभव र अनुभूतिहरू बाहेक अन्य लेखहरूमा अन्य कृतिहरूमा उहाँको हौसला प्रेरणा थियो होला या समावेशी थियो होला। त्यसैले पनि उहाँ हरेराम आज यस्तो हुनुभयो कि उहाँको गुणलाई सम्झेर आज छोरा सुशील राम, छोरा दीपक रामले जुन गर्नुभयो, सुशील रामजीले यिनले राख्नुभयो, यो चाहिँ आजको जमानामा मेरो आमाले के गर्यो, मेरो बाबुले के गर्यो भन्ने यस्तो भन्ने जमाना आज यस्ता छोराहरू सुपुत्रहरू जन्माइदिएर यस्तो राम्रो परिवार राखिदिनुभएकोमा त्यो भोज कदम बाबा कम व्यक्तित्व कम गुणवान थिएन होला कि अहिले भोज कदम बाबा हाम्रो माझ त भएको छैन, हाम्रो बात धेरै टाढा अनन्तमा हुन्छ। तर आजका पुण्य कामहरू उहाँहरूले अनन्त भर्नु भएकै होला। यी 7 जना विद्यार्थीलाई एक दिन चाहिँ हिँड्दा डाले आएर के भन्नुभयो भने तिमीहरू ठिटाले सङ्गत गर्नुपर्ने मान्छे हो, उहाँ निर्भय भएर लेख्न पनि सक्ने, निर्भय भएर बोल्न पनि सक्ने, गएर सङ्गत गरेर आऊ, भेटेर आऊ भनेर उहाँले चाहिँ 29 सालमा चाहिँ पठाएर साथी रामहरिको चाहिँ नाताबाट उहाँको घरैमा गएर भेटेँ। आज 51 वर्ष भयो नि त, 51 वर्ष भयो। हाम्रो चाहिँ यो जुन चाहिँ कार्यक्रम सङ्गत यथावत चलिराखेको छ। त्यसैले अब म जे भएँ जसरी चाहिँ रूपमा अब हजुरहरूले अहिले देख्नुभयो पुरस्कृत पनि भएँ, त्यसको चाहिँ धेरै अंशमा उहाँको पनि योगदान छ। पहिलो योगदान त आफ्नो गुरु नयराज पन्त, उहाँको चेला मेरो पिताजी भोलानाथ पौडेल, उहाँहरूबाट चाहिँ हो। त्यसपछिको चाहिँ उहाँबाट पनि मैले चाहिँ धेरै योगदान चाहिँ शिक्षा, आफ्नो चाहिँ परामर्शहरू, किताब लेख्नुको लागि पनि धेरै सहयोग उहाँबाट चाहिँ पाएको हुँ।